आज हामीले एनडिसी लाइसेन्स परीक्षाको इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गतको च्याप्टर 1 फन्डामेन्टल अफ इलेक्ट्रिकल इन्जिनियरको सब च्याप्टर 1.1 को बारेमा डिस्कस गर्छौँ। यहाँ पहिलो सब्जेक्ट अथवा टपिक के छ भन्दा बेसिक सर्किट कन्सेप्ट भन्ने बित्तिकै एउटा सर्किटहरू आउँछ। सर्किट भनेको चाहिँ पनि क्लोज्ड लुप हुन्छ। त्यसका चाहिँ भेरियस कम्पोनेन्टहरू हुन्छ, जस्तै भोल्टेज भयो, अनि रेजिस्टर, इन्डक्टर, क्यापासिटर, डायोड, यस्तै गरी विभिन्न कम्पोनेन्टहरू मिलेर एउटा क्लोज्ड लुपमा सर्किट बनेको हुन्छ। अब यसको चाहिँ बेसिक कन्सेप्टहरू अझै सब टपिकहरूमा छ। सबैभन्दा पहिला छ ओम्स ल। ओम्स ल भनेको सिम्पली इक्वेसन फर्ममा V = IR हो र एउटा डिफिनेसनको रूपमा चाहिँ यहाँ ओम्स ल भन्ने बित्तिकै एउटा करेन्ट क्यारिङ कन्डक्टरमा द करेन्ट फ्लो, कति करेन्ट बग्यो भन्ने कुरा चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ किसित भोल्टेज बिट्विन द अथवा भोल्टेज एक्रस द एन्ड विड्थ अफ द कन्डक्टर। So the voltage is directly proportional to I भयो, that is current, अनि R लाई अनि यसलाई इक्वेसनको रूपमा लेख्दा V = IR where R is proportionality constant। यसरी ओम्स ल चाहिँ V = IR को फर्मुलामा बेस छ। अनि त्यसपछि अर्को टपिक छ भोल्टेज। भोल्टेज भनेको एउटा फोर्स हो जसले चाहिँ इलेक्ट्रोनहरूलाई पुस गर्छ। फाइनम्यान एनालोजीबाट भन्दाखेरि एउटा वाटर पाइप छ भने त्यो कति हाइटमा छ भन्ने कुरा चाहिँ एउटा प्रेसरको रूपमा जनाउँछ, त्यसलाई भोल्टेजको रूपमा लिन सकिन्छ। अब अर्को टपिकमा जाउँ त करेन्ट भनेको रेट अफ फ्लो अफ चार्ज। एक सेकेन्डमा कति चार्ज फ्लो भएको एउटा पोइन्ट अफ कन्डक्टरमा त्यो करेन्टले दिन्छ। फाइनम्यान एनालोजीबाट भन्दा जस्तै वाटर पाइप को एनालोजी हेऱ्यौँ भने एउटा हाइटमा छ भने त्यो भोल्टेज भयो भने अनि अर्को चाहिँ वाटर फ्लो गर्छ पाइपमा भने त्यो चाहिँ करेन्ट भयो। नेक्स्ट टपिक पावर एन्ड इनर्जी। पावर एन्ड इनर्जी भनेको छ अर्को इम्पोर्टेन्ट कन्सेप्ट हो इलेक्ट्रिकल इन्जिनियरिङमा। अरू धेरै जस्तो ठ्याक्कै पावर इनर्जी हुँदा उस्तै सुनिन्छ, तर त्यो चाहिँ एकदमै फर्मुलाको वाइज पनि फरक छ। पावर भनेको नेपालीमा शक्ति हो भने इनर्जी भनेको ऊर्जा हो। पावर भनेको रेट अफ डुइङ वर्क अर रेट अफ ट्रान्सफर अफ इनर्जी। इनर्जी पर युनिट टाइम हो, इनर्जी बाई टाइम हो फर्मुलामा पावर भनेको, अथवा वर्क अपन टाइम हो। पावर भनेको एक सेकेन्डमा कति इनर्जी गरे त एउटा पोइन्टमा भन्ने कुरा पावरले दिन्छ भने इनर्जी भनेको पावर र टाइम जोडिन्छ, पावर इन्टु टाइम हो इनर्जी भने। फर्मुलामा इनर्जी भन्ने बित्तिकै एउटा को इनर्जी यस्तै बल्बको चाहिँ 700 वाट छ भने त्यो पावर भयो। एक सेकेन्डमा 700 जुल काम गर्छ भन्ने भयो भने इनर्जी भनेको 700 जुल इन्टु 1 सेकेन्ड, 700 वाट इन्टु 1 सेकेन्ड गर्दा इनर्जी निस्किन्छ, त्यो 700 जुल भयो। नेक्स्ट टपिक कन्डक्टिङ एन्ड इन्सुलेटिङ मटेरियल्स। कन्डक्टिङ मटेरियल भनेको सिम्पली जसले चाहिँ इलेक्ट्रोन इजिली पास फ्लो हुन एलाउ गर्छ भने इन्सुलेटिङ मटेरियलमा चाहिँ फ्री इलेक्ट्रोन इजिली पास हुँदैन। यसको सिम्पल मेकानिजम भनेको चाहिँ कन्डक्टिङ मटेरियललाई एउटा एनालोजीको रूपमा हेर्दाखेरि एउटा ठुलो हाइवे जस्तो कल्पना गरौँ जहाँ चाहिँ मजाले बसहरू कुद्न सजिलो सकिन्छ। र इन्सुलेटिङ मटेरियल भनेको कुनै
त्यहाँ गार्ड जस्तो हेरौँ जसले चाहिँ रोकिरहेको हुन्छ बसलाई। त्यसै गरी इन्सुलेटिङ मटेरियल चाहिँ रोकिदिन्छ इलेक्ट्रोनलाई, जसले गर्दा फ्री इलेक्ट्रोन इजिली पास हुन सक्दैन। अब नेक्स्ट टपिकमा सिरिज एन्ड प्यारलल इलेक्ट्रिकल सर्किट। सिरिज इलेक्ट्रिक सर्किट भनेको चाहिँ एउटा लुप जस्तो हुन्छ जहाँ एउटै करेन्ट बग्छ र भोल्टेज डिभाइड हुन्छ। प्यारलल इलेक्ट्रिक सर्किटमा चाहिँ भोल्टेज सेम हुन्छ एक्रस डिफ्रेन्ट पाथहरू हुन्छ इलेक्ट्रोन फ्लो गर्ने, अनि त्यो डिफ्रेन्ट पाथहरूमा भोल्टेज चाहिँ सेम हुन्छ भने करेन्ट चाहिँ डिभाइडेड भएको हुन्छ। अब नेक्स्ट टपिकमा स्टार डेल्टा एन्ड डेल्टा स्टार कन्भर्जन। सिम्पली स्टार कनेक्सन र डेल्टा कनेक्सन बुझौँ पहिला। स्टार कनेक्सन भनेको चाहिँ करेन्ट सेम हुन्छ र भोल्टेज चाहिँ डिफ्रेन्ट हुन्छ भने डेल्टा कनेक्सनमा चाहिँ भोल्टेज सेम हुन्छ, करेन्ट डिफ्रेन्ट हुन्छ। अनि स्टार कनेक्सन र डेल्टा कनेक्सन किन बनाइयो भन्दाखेरि चाहिँ धेरै जस्तो पावर सिस्टमहरू 3 फेजमा काम गरिन्छ। 3 फेजमा काम गर्दाखेरि चाहिँ सिरिज र प्यारलल मात्रको प्यारलल इलेक्ट्रिक सर्किटको कन्सेप्टले मात्रै चाहिँ एकदमै कम्प्लेक्स बनाउँछ सर्किटलाई। त्यही भएर स्टार डेल्टा कनेक्सन युज गर्यो भने चाहिँ एकदमै सिम्पल हुन्छ क्यालकुलेसन र सजिलरी हामीले एनालाइज गर्न सक्छौँ पावर सिस्टमलाई। त्यही भएर स्टार डेल्टा कनेक्सनको कन्सेप्ट र स्टार डेल्टा र भाइस भर्सा डेल्टा स्टार कन्भर्जनको कन्सेप्ट एकदम महत्त्वपूर्ण हुन्छ। स्टार डेल्टा कनेक्सन बुझौँ। अब स्टार डेल्टा कन्भर्जन भनेको चाहिँ स्टार र डेल्टा कन्भर्ट गर्न सकिन्छ, त्यसै गरी डेल्टालाई स्टारमा कन्भर्ट गर्न सकिन्छ। सिम्पल एउटा फर्मुला मात्रै छ। जस्तै स्टार आरए आरबी आरसी छ भने अब त्यसलाई डेल्टामा कन्भर्ट गर्दा आरएबी भनेको चाहिँ आरए इन्टु आरबी प्लस आरबी इन्टु आरसी प्लस आरसी इन्टु आरए डिभाइडेड बाई आरसी। त्यसै गरी आरबिसी र आरसिए पनि ठ्याक्कै निकाल्न सकिन्छ। माथिको न्युमेरेटर सेम हुन्छ सबैमा भने डिनोमिनेटरमा चाहिँ आरएबी छ भने सी हुन्छ, ठ्याक्कै अरू जुन बाँकी रहन्छ त्यो। अनि आरबिसी छ भने आरएले डिभाइड गर्नुपर्छ। सिमिलरली आरसिए छ भने आरबीले डिभाइड गर्नुपर्छ। अब डेल्टा टु स्टार कन्भर्जनमा जाउँ। अब डेल्टा कन्भर्जनमा चाहिँ रेसिस्टरहरू चाहिँ आरएबी आरबिसी र आरसिए छ भने स्टारमा कन्भर्ट गर्दा आरए भनेको आरए इन्टु आरए भयो इक्वल टु आरएबी इन्टु आरएसी बाई आरएबी प्लस आरबिसी प्लस आरसी। यसमा डिनोमिनेटरमा सबैको सेम हुन्छ भने न्युमेरेटरमा अब आरए निकाल्नु छ भने आरएबी एलाई चाहिँ जोडिनु पर्यो। जस्तै आरएबी इन्टु आरएसी। अब आरबीको निकाल्नु छ भने डिनोमिनेटर सेम हुन्छ, न्युमेरेटरमा आरबिसी इन्टु आरबिए। अनि त्यसै गरी आरसीको निकाल्नु पऱ्यो भने डिनोमिनेटरमा सेम हुन्छ, न्युमेरेटरमा आरसिए इन्टु आरसिबी। अब नेक्स्ट टपिकमा जाउँ। किर्चहोफ्स ल। किर्चहोफ्स ल भनेको बेसिकली चाहिँ दुईवटा ल हुन्छ, केभिएल र केसिएल। किर्चहोफ्स भोल्टेज ल र किर्चहोफ्स करेन्ट ल। यसको चाहिँ किर्चहोफ्स करेन्ट ल केसिएलमा जाउँ पहिला। यो चाहिँ ल अफ कन्जर्भेसन अफ चार्जमा आधारित छ। एउटा नोडमा जति करेन्ट अथवा जति चार्ज इन हुन्छ त्यति चार्ज बाहिर पनि जान्छ। यसलाई फाइनम्यान एनालोजीबाट हेर्दाखेरि एउटा चोक जस्तो तुलना गरौँ। एउटा चोकमा चाहिँ जति बस आउँछ भने त्यति बस जान्छ भने त्यो बस चाहिँ त्यहाँ रोक्दैन। त्यहाँ बस एकैछिन रोक्न सक्छ, तर करेन्ट यसमा सर्किटमा एकैछिन पनि रोक्दैन। जति यसको सिम्पली ठ्याक्कै आउँछ भने जान्छ पनि भन्ने तरिकाले उनी चार्ज चाहिँ कन्जर्भ हुन्छ। यसरी कन्जर्भेसन अफ चार्जमा आधारित छ। चार्ज चाहिँ त्यही नोडमै हराउँदैन, जति आउँछ त्यति पनि जान्छ। त्यसरी ल अफ कन्जर्भेसन अफ चार्जमा आधारित किर्चहोफ्स करेन्ट ल भनेको समेसन अफ इन्कमिङ करेन्ट इक्वल टु समेसन अफ आउटगोइङ करेन्ट इन इक्वेसन फर्म। अब अर्को किर्चहोफ्स भनेको केभिएल
किर्चहोफ्स भोल्टेज ल यसमा चाहिँ ल अफ कन्जर्भेसन अफ इनर्जीमा आधारित छ सम अफ टोटल भोल्टेज इन अ क्लोज्ड लूप इक्वल टु टोटल भोल्टेज ल भोल्टेज ड्रप इन अक्रस इच कम्पोनेन्ट अब एउटा भोल्टेज हुन्छ एउटा क्लोज सर्किटमा भने त्यो भोल्टेजले दिने इनर्जी चाहिँ सबै कम्पोनेन्टहरूमा बाँडिन्छ यसरी ल अफ कन्जर्भेसन अफ इनर्जीको आधारमा किर्चहोफ्स भोल्टेज ल भनेको छ यसलाई एउटा फेनम्यान एनालोजीबाट हेऱ्यौँ भने एउटा पहाडमा हिँडिरहेको केही मान्छे छ अथवा गाडी छ भने जति इनर्जी चाहिँ त्यसले खपत गर्छ त्यति इनर्जी लुज पनि गर्छ त्यहाँ भन्न खोजेको अब नेक्स्ट टपिक लिनियर एन्ड नन लिनियर सर्किट लिनियर एन्ड नन लिनियर सर्किट चाहिँ सिम्पली यो ओम्स ललाई चाहिँ फलो गर्छ कि गर्दैन भन्ने कुरा हुन्छ अब बी इज डाइरेक्टली प्रोपोर्सनल टु आई छ भने लिनियर सर्किट भयो अब बी इज डाइरेक्टली प्रोपोर्सनल टु आई छैन भने त्यो चाहिँ नन लिनियर सर्किट भयो जस्तै रेजिस्टरको केसमा लिनियर सर्किट हुन्छ भने डायोडहरू युज छ सर्किटमा भने त्यो चाहिँ नन लिनियर सर्किट हुन्छ किन भन्दा डायोडहरूमा इन्टरनल्ली इलेक्ट्रोनहरूले फ्लो गर्ने गर्दाखेरि त्यही लस हुने गर्दाखेरि रेजिस्टर चाहिँ कन्स्ट्यान्ट हुँदैन रेजिस्टर कन्स्ट्यान्ट रेजिस्टेन्स कन्स्ट्यान्ट नभइसकेपछि बी इज डाइरेक्टली प्रोपोर्सनल टु आई हुँदैन त्यो भएपछि नन लिनियर सर्किट हुन्छ नेक्स्ट टपिकमा बाइल्याटरल एन्ड युनिल्याटरल सर्किट्स बाइल्याटरल सर्किट भनेको जस्तै रेजिस्टर युज भयो भने चाहिँ एउटा सर्किटमा त्यो भोल्टेजको पोलारिटी चेन्ज गर्दा खासै फरक पर्दैन तर युनिल्याटरल सर्किट भनेको डायोड आउँछ इक्जाम्पल डायोड युज छ एज अ कम्पोनेन्ट इन सर्किट भने भोल्टेजको पोलारिटी चेन्ज गर्दाखेरि करेन्ट नै नभउने रिभर्स कन्डिसन रिभर्स बायस कन्डिसनमा बनिदिन्छ सर्किटै चेन्ज हुन्छ सर्किटको क्यारेक्टरिस्टिक प्रोपर्टी सबै चेन्ज हुन्छ त्यसैले बाइल्याटरल सर्किट भनेको विच एलाउ द सर्किट विच एलाउ टु फ्लो करेन्ट इन बोथ डिरेक्सन हो भने युनिल्याटरल सर्किट भनेको त्यस्तो सर्किट हो जसमा चाहिँ फ्लो अफ करेन्ट चाहिँ बोथ डिरेक्सनमा एलाउ हुँदैन त्यस्तै डायोड युज भएको सर्किट अब लास्ट टपिक छ एक्टिभ एन्ड प्यासिभ सर्किट एक्टिभ एन्ड प्यासिभ सर्किट भनेको एक्टिभ सर्किट भनेको जस्तै ट्रान्जिस्टर युज भयो भने एउटा सर्किटमा त्यो चाहिँ एक्टिभ सर्किट हुन्छ किनभने ट्रान्जिस्टर युज गर्यो भने त्यसले चाहिँ एउटा एम्प्लिफाई गर्ने वातावरण दिन्छ सर्किटलाई अनि एउटा सोर्स पनि दिएको हुन्छ भने प्यासिभ सर्किट चाहिँ रेजिस्टर इन्डक्टर क्यापासिटर युज भएको छ भने त्यो चाहिँ प्यासिभ सर्किट भयो जसमा चाहिँ एम्प्लिफाई हुने कुनै वातावरण हुँदैन र त्यसले आफैले एउटा इनर्जी पनि दिइराखेको हुँदैन अब रेजिस्टरमा डिस्ट्रिब्युट मात्रै हुने भयो इनर्जी इन्डक्टर र क्यापासिटरमा स्टोर मात्रै हुने भयो इनर्जी यसरी स्टोर एन्ड डिस्ट्रिब्युसन अफ इनर्जीको काम हुन्छ आफैले इनर्जी सप्लाई गर्ने अथवा एम्प्लिफाई गर्ने काम चाहिँ प्यासिभ सर्किटमा हुँदैन तर एक्टिभ सर्किटमा चाहिँ आफै इनर्जी र एम्प्लिफाई गर्ने इनर्जी दिने एम्प्लिफाई गर्ने काम चाहिँ एक्टिभ सर्किटमा भएको हुन्छ द्याट्स अल थ्याङ्क यू